हरेक वैशाख 1 गते आएसँगै हामी सारा नेपाली मध्ये अधिकांशलाई दराज, दलिन या भित्ताको किल्लामा झुन्डाइएको क्यालेन्डरले बदल्ने हतारो हुन्छ। ज्योतिषबाहरूले अरूको भविष्य हेर्न गोजीमा वर्षभर जतन गरेर राखेको पात्रोले पनि काम गर्न छाड्छन्। त्यसलाई बदल्न उहाँहरू पनि हतार हतार पात्रो पाइने पसल लम्कनुहुन्छ। के नयाँ वर्ष तिनै भित्तामा झुन्डाइएका वा गोजीमा वर्षभर जतन गरिराखेका पात्रोहरू बदल्नु मात्र आएको होला त? के नयाँ वर्ष आउँदा हाम्रो जिन्दगीको हालत पुरानै ढङ्गमा जस्तोको तस्तै रहनु ठिक होला त? आउनुहोस्, नयाँ वर्षमा पात्रो मात्रै होइन, आफ्नो जिन्दगीको हालत पनि कसरी बदल्न सकिन्छ भन्ने बारेमा जानकारी लिऊँ। नमस्कार, सारिका अफिसियल च्यानलमा तपाईलाई स्वागत छ। यस च्यानलमा म विभिन्न ज्ञानमूलक विषयवस्तु लिएर उपस्थित हुने गर्दछु र आजको यो भिडियोमा म तपाईलाई पात्रो होइन, जिन्दगी बदल्ने केही यस्ता टिप्सहरू बताउनेछु जसले तपाईको जिन्दगी बदल्न सहयोग गर्नेछ। त्यसैले भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेर्नुहोला। त्यस्तै तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनुहोला र भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब पनि गरिदिनुहोला। हामी सबैलाई थाहा छ, वर्ष दिन भनेको महिनाको योग हो, महिना भनेको दिनको योग हो। त्यसैले यदि नयाँ वर्षसँगै आफूलाई बदल्ने हो भने हरेक दिनमा आफूलाई सुधार्ने या बदल्ने प्रयत्न गर्नु आवश्यक छ। जब दिनदिनै तपाईँ बदलिँदै र सुधारिँदै अगाडि बढ्नुहुन्छ, त्यसपछि हप्ता दिन, महिना दिन र वर्ष दिनमा पक्कै पनि तपाईँ बदलिनुहुनेछ। अर्को नयाँ वर्षमा तपाईँले भित्तामा या गोजीमा रहेको पात्र बदल्ने दिनसम्म तपाईँ आफूलाई बेग्लै सुध्रिएको र अघिल्लो वर्षभन्दा सफल भएको पाउनुहुनेछ। यो सँगै तपाईको हालत पनि पक्कै बदलिनेछ। साथीहरू, अब सुरु गरौँ जीवन बदल्ने पहिलो टिप्सबाट, जुन रहेको छ हरेक दिन आफूलाई चार्ज गर्नुहोस्। बिहान उठ्न साथ तपाईँ सबैभन्दा पहिलो काम के गर्नुहुन्छ? हामी मध्ये अधिकांशको जुरुक्क उठ्न साथ पहिलो काम मोबाइल, ल्यापटप, टर्च लाइट चार्ज गर्ने हुन्छ। त्यसो गर्नुहुन्छ भने त्यो कामलाई एकछिन थाती राख्नुहोस्। त्यो भन्दा अगाडि तपाईले हरेक दिन गर्नुपर्ने महत्त्वपूर्ण काम तपाईले छुटाउनु भयो। यो छुटेको काम तपाईले गर्नु भएन भने तपाईको दिनभर आफूलाई आत्मविश्वास गुमेको, गर्नुपर्ने काममा फोकस नभएको र अरूसँग बोल्दा केही कुरामा डिल गर्न नसकेको पाउनुहुनेछ। आत्मविश्वास घट्दै घट्दै बेलुका सुत्ने बेलासम्म पुरै जिरो वा थकित अवस्थामा पुग्नुहुनेछ। यस्तो किन भयो त? किनकि तपाईले उठ्न साथ महत्त्वपूर्ण काम छुटाउनु भयो। त्यो भनेको आफूलाई रिचार्ज गर्न भुल्नुभयो। जसरी तपाईको मोबाइललाई रिचार्जको आवश्यकता पर्छ, त्यसरी नै तपाईको दिमागलाई पनि हरेक दिन रिचार्ज आवश्यकता पर्छ। यदि रिचार्ज गर्नुभयो भने तपाईले बिताउने दिनमा जोसुकैले तपाईको दिल दुखाउने वचन लगाओस् अथवा समय र परिस्थितिले धोका दियोस्, तपाईँ मनमा नै ढल्नुहुने छैन, बरु दिनभर तरो ताजा पाउनुहुनेछ। अब आफैलाई कसरी रिचार्ज गर्ने त? आफ्नो लक्ष्य अनुसारको सङ्कल्प गर्न सक्नुहुन्छ। मानौ तपाईँ धेरै पैसा कमाएर विनोद चौधरी पछिको दोस्रो बिलिनियर बन्न चाहनुहुन्छ भने आफूलाई बिलिनियर भएको सङ्कल्प गर्नुहोस्। आफूले हरेक दिन धेरैभन्दा धेरै पैसा कमाएको, जोगाएको सङ्कल्प गर्नुहोस्। आफ्नो लक्ष्य र चाहनासँग मिल्दो मोटिभेसनल भिडियो, मेडिटेसनको सहारा लिएर पनि आफूलाई रिचार्ज गर्न सक्नुहुन्छ। जे होस्, तपाईले सङ्कल्प गर्ने बेलामा आफूभित्र असीमित क्षमता रहेको र त्यो क्षमताको उपयोग भरपुर गरेको सम्झनु आवश्यक छ। आफूले जानेको सङ्कल्प उपायहरू अपनाएर
आफूलाई एकपटक जोसले जगाउनुहोस् अनि मात्रै मोबाइल, ल्यापटप रिचार्ज गर्ने हो या अन्य कामतिर लाग्नुहोस्। त्यसैगरी दोस्रो टिप्स रहेको छ आत्मनिर्भर बन्नुहोस्। तपाईँ किन सफल बन्नु भएन भनेर तपाईलाई कसैले सोध्यो भने तपाईँ के उत्तर दिनुहुन्छ? मेरो परिवारले साथ नदिएकाले, साथीले धोका दिएकाले, श्रीमती अथवा श्रीमानले सहयोग नगरेकाले भन्ने उत्तर तपाईसँग छ भने आफूभित्र परनिर्भरता धेरै छ। आफूभित्र आत्मनिर्भरता छैन, त्यसले तपाईको परिवार, साथी, आफन्त, श्रीमान श्रीमतीका कारणले होइन, आत्मनिर्भर नभएका कारणले सफल बन्न सक्नु भएको छैन। तपाईलाई तपाईको लक्ष्यसम्म पुग्न तपाईका आसपास रहेका कसैले पनि 100% साथ दिन सक्दैनन्, किनकि उनीहरूले तपाईले जुन चाहना र लक्ष्य राख्नु भएको छ त्यसको 100% ज्ञान उनीहरूलाई हुँदैन। तपाईलाई तपाईको चाहनालाई पूर्ण रूपमा बुझ्ने यो संसारमा एक मात्र कोही छ भने त्यो स्वयं तपाईँ मात्रै हो। त्यसैले परनिर्भरतालाई त्यागेर आत्मनिर्भरतातिर लाग्नुहोस्। अरूले धोका दिँदै गर्छन्, कुरा काट्दै गर्छन्, तपाईँ आफ्नो गन्तव्यतर्फ लम्कन नछोड्नुहोस्। अरूले साथ दिएनन् वा धोका दिए भनेर आफ्नो महान लक्ष्य र चाहनालाई भुलेर अर्को बाटो नमोड्नुहोस्। त्यसैगरी तेस्रो टिप्स रहेको छ संगतलाई सुधार गर्नुहोस्। जिन्दगीका हरेक उपलब्धि संगतसँगै जोडिएको हुन्छ, त्यसैले त संगत गुनाको फल भन्ने उखान चर्चित छ। यदि आफूले चाहेको क्षेत्रमा सफल बन्न चाहनुहुन्छ भने कृपया त्यो क्षेत्रमा तपाईभन्दा अगाडि संलग्न रहेका मान्छेहरूको लिस्ट बनाउनुहोस्। उनीहरूसँग भेट्ने, संगत गर्ने, उनीहरू सहभागी भएको ठाउँमा आफू पनि सहभागी हुने, उनीहरूका छलफल र भलाकुसारीहरूमा सहभागी हुने प्रयास गर्नुहोस्। मानव तपाईँ शेयर बजारमा लगानी गरेर भविष्यमा सफलता हासिल गर्न चाहनुहुन्छ। अब तपाईँ विगत 5 वर्षभन्दा अगाडिदेखि शेयर बजारमा लगानी गरिरहेका सफल मान्छेहरू खोजेर उनीहरूसँग संगत बढाउने प्रयत्न गर्नु आवश्यक छ। त्यसो गर्नुभयो भने उनीहरूको अनुभवबाट अहिलेसम्म किताबमा नलेखिएका, कसैले भिडियोहरू बनाएर नसिकाएका ज्ञान प्राप्त हुन सक्दछन्। त्यसो त तपाईँ कक्षामा आफ्नो पढाइ राम्रो बनाउन चाहनुहुन्छ भने कक्षाका सबैभन्दा मेहनती साथीको संगत गर्ने, तपाईँ भविष्यमा गायन कलालाई निखार ल्याउन चाहनुहुन्छ भने गायनमा सफल भएकाहरूसँग संगत गर्ने प्रयास आवश्यक छ। आफ्नो लक्ष्य अनुसारका मानिसहरूको संगत बढाएर आफूलाई तपाईले सुधार गर्नुहोस्। त्यसैगरी चौथो टिप्स रहेको छ निरन्तरता। यो नयाँ वर्षसँगै तपाईले गरिरहेका कामहरूमध्ये एउटा कामलाई निरन्तरता दिने संकल्प गर्नुहोस्। यदि तपाईँ चाहेका सबैभन्दा सफल मान्छेहरूको सफलताका बारेमा अध्ययन गर्नुभयो भने उनीहरूको सफलताको पछाडि निरन्तरता दिने उनीहरूको संकल्पले उनीहरूलाई त्यो उचाइमा पुगेको पाउनुहुनेछ। तपाईको चाहनाको क्षेत्र व्यापार छ भने तपाईको सबैभन्दा ठुलो सुपरमार्केट भाटभटिनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङको जीवनीको उदाहरण तपाईका लागि उपयोगी हुन सक्छ। भनिन्छ उनले आफ्नो गाउँबाट जम्मा 500 रुपियाँ गोजीमा बाटो खर्च बोकेर काठमाडौँ छिरेका थिए। काठमाडौँमा एउटा सानो दोकानबाट व्यापारको सुरुवात गरेका उनी अहिले नेपालकै ठुलो सुपरमार्केटको मालिक कसरी भए त? किनकि उनले जस्तोसुकै परिस्थितिमा पनि आफूले थालेका व्यवसायलाई निरन्तरता दिने संकल्प गरेका थिए। भनिन्छ उनले सुरु गरेको पहिलो स्टोर आगालागी भएर ध्वस्त भएको थियो। आगालागी भएर घाटामा गए पनि उनले श्रीमतीको गहना बन्धकी राखेर फेरि सोही व्यवसायलाई निरन्तरता दिए। फलत अहिले उनी सफल भएका छन्। निरन्तरताको संकल्प गरिरहँदा अरूको आलोचना खेप्नु पर्ने हुन सक्छ। समय परिस्थितिले गर्ने परीक्षामा पास गर्नुपर्ने हुन सक्छ। त्यो सबैलाई सामना गर्दै आफूले चाहेको एउटा क्षेत्र भने जुनसुकै हालतमा नछोड्ने संकल्प र प्रयत्न साथ अगाडि बढ्नु भयो भने पक्कै पनि यो नयाँ वर्षले तपाईलाई अर्को नयाँ वर्षसम्म अरूभन्दा बेग्लै सफल र सक्षम व्यक्तिको रूपमा
पुर्याउनेछ। साथीहरू, आज मैले तपाईलाई पात्र होइन जिन्दगी बदल्ने 5वटा टिप्सको बारेमा बताएँ। आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। त्यस्तै तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनुहोला र भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर पनि गरिदिनुहोला। आजको लागि यो भिडियो यति नै। अर्को भिडियोमा अर्को ज्ञानमूलक विषयवस्तु लिएर उपस्थित हुनेछु। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, धन्यवाद। नमस्कार।